अस्ति बेलुकाको हावाहुरी अलि एकछिनसम्म आएको भए चाहिँ के चाहिँ गर्न ध्यान दिँदै थियो साथीहरू। धेरै वर्ष अगाडिदेखिको इतिहास बनेको एउटा रुख आगो रुखको बर्लाङ्ग लडाइँको इतिहास सकाइदियो होइन। केरा बारीतिर हेरी साथै छैन, रुख हेर रुख लडाएर त्यस्तै बर्लाङ पाएर हुन्छ। आँपको फुल, लिचीको फुल हुन्छ नि, फुलेको फुल सबै भाषाको सुन छाडेर भगवान् केही दुःख दिन सक्यो भने ल। म चाहिँ आज मकै घाँस छाड्नको लागि आएको छु। यहाँ ट्र्याक्टर राम्रो छ, अनि यहाँ चाहिँ मकै घाँस छाडिदिनु पऱ्यो। फर्मको लागि, गाई भैँसीको लागि काम लाग्छ भनेर मकै घाँस लिएर आएको। एउटा कुरा चाहिँ जीवनमा चाहिँ आउँदैन भन्ने कुरा चाहिँ राख्नु नहुने रहेछ क्या। आफ्नो डायरीमा चाहिँ केही कुरा पनि आउँदैन भन्ने चाहिँ कसैले पनि नराखेर हुँदैछ। बुहारी सकेपछि त सबै कुरा आउँदो रहेछ क्या साथीहरू होइन। मलाई त यो पनि आउँछ, त्यो पनि आउँछ, नआउने भन्ने त केही छैन। त्यस्तो गर भने चाहिँ जाने पनि रहेछ, सिकाइ त ऊ हो नि होइन। सिकाइले त मान्छेलाई पर्फेक्ट बनाउँछ नि। ल ट्र्याक्टर आयो, म चाहिँ मकै छर्छु। अब मकै घाँस छर्छु, ट्र्याक्टर त्यहाँ छेउमा आएको छ। त्यो भाइलाई चाहिँ मैले बनाउँछु। साथमा मेरो कुकुर पनि आएको छ साथीहरू। म चाहिँ अब ब्याक क्यामेराबाट देखाउँछु। मैले चाहिँ एउटा गरामा छरिसकेँ, अब चाहिँ तल्लो गरामा छर्छु साथीहरू। त्यो ट्र्याक्टरले जोतेको गरामा चाहिँ यसपालि बेसार लगाउने भन्नुभएको छ। यो तलको गरामा छर्छु, क्यामेरा पुरा राखेर हजुरहरूलाई देखाउँछु, हेर्दै गर्नु होला। यो कल्पनाले के गरेकी छे भन्नु चाहिँ नभन्नु होला है। आज मकै घाँस छर्दैछु। म चाहिँ मकै छरिवरी मकै घाँस छरिवरी चाहिँ किनिरहेछु, किनी खाएर बसेको। कति धेरै पाकेको रहेछ कि। मैले चाहिँ मकै घाँस छरिसकेँ। अब चाहिँ मकैको बिउ लिन जानु पर्यो। ट्र्याक्टरको आवाजले केही सुन्न दिएको छैन, त्यही पनि अब चाहिँ मकैको बिउ लिन जानु पर्यो। ल थ्याङ्क यू फर वाचिङ। लट्स अफ लभ साथीहरू।